नमस्ते हजुर। अब मैले चाहिँ यसमा झोलमोल बनाउन लगाएको यो 200 लिटरको ड्रममा 40 किलो गोबर र 25 लिटर चाहिँ मुत। यो चाहिँ तपाईले देख्नुहुन्छ। यसमा चाहिँ के छ भने यसमा बनमारा अनि त्यसपछि तितेपाते, सिस्नु अनि टिमुरको पात अनि त्यसै गरी हाम्रो यो खरो तितो सबै हाले अनि यो चाहिँ गाई बस्तुको चाहिँ पिसाब धेरै पनि छैन। 30 लिटर जस्तो हाले 40 किलो गोबर अनि अब एकछिनपछि सुरु गर्दैछु म। 3 किलो सक्खर हाल्दैछु यसमा, 3 किलो सक्खर। अनि त्यसपछि हाम्रो एउटा जैविक झोल पाउँछ, त्यो चाहिँ कृषि एउटा झोल पाउँछ, त्यो चाहिँ डिकम्पोज गर्नको लागि चाहिँ त्यो चाहिँ झोल हालेर अनि यसलाई चाहिँ हामी प्योर अर्ग्यानिक मल बनाउँदैछु हामीले। तपाईले देख्न सक्नुहुन्छ यहाँ यो सबै यो काटेर हामीले मसिनो बनाएर योभन्दा मुनिपट्टि गोबर पिसाब यो माथि छ। अब यसलाई अब 3 किलो सक्खर र पानी मिसाएर चाहिँ यसमा खनाउँदैछौँ हामी। यो चाहिँ सक्खर हो, हेर्नुहोस्, देख्नुहुन्छ तपाईँले। यो चाहिँ 3 किलो सक्खर। अब यो सक्खर चाहिँ हामीले चाहिँ पानीमा यसमा यो बाल्टिनमा पानीमा घोलेर अब हामीले चाहिँ हाल्दैछौँ। देख्नुहुन्छ लगभग तपाईँले देख्नुहुन्छ यो सक्खर। अब यसमा सक्खर घोलेर हामी डाइरेक्ट यसमा हाल्छौँ। त्यसपछि यसलाई एकपल्ट सक्खर हालेर हामी फेरि यसमा हामीले पानी चाहिँ यति जति हाल्छौँ। हामी भरि पनि फेरि धेरै भरि पनि हाल्दैनौँ। हामी चाहिँ लगभग यसको चाहिँ अलिकति यसलाई छोडेर यति पानी यतिसम्म पानी चाहिँ हामी राख्छौँ। तपाईँले देख्न सक्नुहुन्छ। अब लगभग अब सक्खर पनि हामीले यसलाई देख्नुहुन्छ। मलको लागि एकदम राम्रो, देख्न सक्नुहुन्छ। यो चाहिँ 200 लिटरको ड्रम हो। मैले पनि यो फर्स्ट टाइम हो, यो भर्खर सुरुवात गर्दैछु। मैले पनि युट्युब प्लस मैले 1-2जना हाम्रो कृषि सम्बन्धीको हाम्रो एउटा 2जना सरहरू हुनुहुन्छ, उहाँबाट मैले केही सिक्ने मौका पाएँ र आज चाहिँ मैले झोलमोल बनाउँछु भनेर नि आज लागि। तपाईँले देख्न सक्नुहुन्छ। अब यो सक्खर एकछिनपछि घोलिसकेपछि हामी यसमा हाल्छौँ। अब यसको सायद पछि यो 20-25 दिनपछि यो तयार हुन्छ हाम्रो झोलमोल। देख्नुहुन्छ तपाईँले। यो मेरो नयाँ युट्युब च्यानल हो, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला। अब हाम्रो यो सक्खर यो जुन चाहिँ हामीले सायद 3 केजी 3.5 केजी जस्तो छ यो। अब यो देख्न सक्नुहुन्छ। अब यो चाहिँ हामीले चाहिँ त्यहाँ खनाउँछौँ।
यसको अलिकति अझै बाँकी छ अलिकति हल्का हुन त त्यही भित्र नै पक्लिन्छ तर सकभर चाहिँ हामीले नै यसरी धुलो बनाएर अलिकति यसलाई पानीमा पकाउन पायो भने सजिलो हुन्छ तपाईँले देख्न सक्नुहुन्छ अब हाम्रो लगभग अन्त्यतिर पनि आइरहेको हुन्छ यो झोलमोल बनाउनलाई तपाईँले देख्न सक्नुहुन्छ यसरी हाम्रो खनाइरहेको देखिरहनु छ अब लगभग मेरो अन्त्यतिर आइपुग्यो यो हजुर अब मेरो अब त्यसमा चाहिँ पानी हाल्नु बाँकी छ अब यो पानी यो नभनुन्जेलसम्म हालिसकेपछि तपाईँले देख्नुहुन्छ अब लगभग मैले सक्खर पनि हालिसकेँ अब यसमा हरेक चिज मैले मिसाइसकेँ तितेपाते बनमारा सिस्नु त्यसपछि हाम्रो अर्को एउटा तरुवा खालको उसले हाले त्यसपछि हाम्रो चाहिँ खोर्सानी मुनिनी छ अनि त्यसपछि हामीले चाहिँ अब यो टिमुरको पात त्यो पनि हामीले हालेका छौँ अनि त्यसपछि सक्खर अब त्यसपछि हामीले अब पानी खनाउँछौँ पानी खनाएपछि त्यसपछि हामीले एउटा दबाई चाहिँ हामीले चाहिँ एउटा चाहिँ मेन मल बनाउने चाहिँ अब यसमा चाहिँ गोबर पनि हामीले पिसाब पनि यसमा सबै अलरेडी भइसकेको छ भनेको त एउटा जैविक भनेको हाम्रो चाहिँ यो हो एउटा चाहिँ आइपिओ ब्रो भन्ने यो चाहिँ लिक्विड हो यो चाहिँ हामीले यसरी खनाउँछौँ तपाईँले देख्न सक्नुहुन्छ अब यो 200 लिटरमा चाहिँ बनाउँदाखेरि चाहिँ एक बोतलले चाहिँ पुग्दैन मैले पनि अब सल्लाह लिएर नै मैले अब यो बनाएको हो मेरो पनि फर्स्ट टाइम हो यो हेरौँ अब यसको अनुभव कस्तो हुन्छ यसको नतिजा कस्तो आउँछ अब लगभग मेरो पनि काम सिद्धिन लाग्यो मन परे लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो नयाँ च्यानललाई देख्नुहुन्छ हुन त खानु त पर्दैन अब यसलाई पानी हाले पुग्छ देख्नु पानी यो बाल्टिनमा हालेर अलिकति हुन्छ भनेर मैले पाइपले नै यसरी हालिदिएको छु हेर्न सक्नुहुन्छ देख्नुहुन्छ ल यही हो मेरो अर्ग्यानिक झोलमोल यसमा केही मिसाएको छैन कि जो चाहिँ केमिकलहरू त्यसै केही मिसा छैन यति नै हो मेरो हजुर मन पराए अब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हजुर यो नयाँ च्यानललाई माया गरिदिनु होला हस् त यति भन्दै म अहिलेलाई बिदा लिन्छु हस् नमस्कार जय कृषि।